न 2-4 वर्ष एउटा घर टेकाउनु पर्छ। 200 रुपियाँ नपत्ताउने तल्ला घरे काकीलाई कौसीमा बसेर देखाउनु पर्छ। कति लाउँछौ चुडेका चप्पल र उत्रेका फरिया, अब त नयाँ किन्नु पर्छ। राम्रा र सुकिला लुगा लगाएर हामी पनि आम मान्छे सरह हिँड्नु पर्छ। दिदीको बिहेलाई ल्याएको ऋण तिर्न सकूं, धेरै कमाउनु छैन मलाई, सकुशल देश फिर्न सकूं। हो आमा, मैले यही देशमा जागिर खान सकिन, तिमीलाई लाखौं ऋणमा डुबाएर महँगा देश जान सकिन। तर बाचा गर्छु आमा, तिमीले मेरा कारणले कसैको वचन खानु पर्ने छैन। घर बनाएर चाबी तिमीलाई दिनेछु, ताकि वृद्ध हुँदा आश्रममा जानु पर्ने छैन। बस आज मेरा शिरमा हात राखेर यति आशिष देऊ आमा, कि मेरा प्रगतिका पाइलाहरू कहीं नरोकिउन्, कहीं नठोकिउन्। धन्यवाद।